सुनाई पाठ 12। प्रेरणा। काठमाडौँमा नयाँ सडक भन्ने ठाउँ छ। नयाँ सडकमा एउटा पिपलको बोट छ। त्यहाँ पत्रपत्रिका किन्नेको भिड हुन्छ। मान्छे भेटघाट गर्ने थलाका रूपमा पनि त्यस ठाउँलाई लिइन्छ। शिक्षक डोलमा त्यही पत्रिका किन्दै थिइन्। नमस्कार गुरुआमा। यो आवाज सुनेर डोलमा झस्किइन्। उनले पछाडि फर्केर हेरिन्। सुकिलो लुगा लगाएको एउटा मोटो र हँसिलो केटो उनका अगाडि उभिएको थियो। उनले त्यस केटालाई तलदेखि माथिसम्म हेरिन्। हजुरले मलाई चिन्नु भएन र? डोल्माले कृष्णलाई बिर्सिसकेकी थिइन्। उनी अल्मलिएको देखेर त्यस केटाले फेरि भन्यो, हजुरले मलाई काम गर भनेर 200 रुपियाँ दिनुभएको होइन? मैले त्यसैले जुत्तामा पालिस लगाउने सामान किने। अहिले यही पिपलको बोटमुनि बसेर पालिस लगाउने काम गर्छु। मैले डेरा पनि लिइसकेँ। एकछिन रोकिएर उसले फेरि भन्यो, हजुरले त्यति बेला दिनुभएको 200 रुपियाँ म आज फिर्ता गर्छु। हजुरले गर्दा नै मैले मिहिनेत गर्न जाने, स्वावलम्बी बन्न सिकेँ। कृपया यो पैसा लिनुहोस्। यति भनी उसले डोल्मालाई 200 रुपियाँ फिर्ता दियो। ए, के गरेको? डोल्मालाई अचम्म लाग्यो। डोल्माले 1.5 वर्ष पहिलाको कुरा सम्झिन्। एउटा केटो बाटामा 1 रुपियाँ पाऊँ भनी माग्दै थियो। उनले त्यस केटालाई 200 रुपियाँ दिएकी थिइन्। कृष्णले झुत्रो र मैलो लुगा लगाएको थियो। डोल्माले दिएको पैसाले एउटा माग्ने केटाले आज राम्रो काम गर्यो। यो देख्दा उनलाई ज्यादै खुसी लाग्यो। उनका आँखाबाट खुसीका आँसु झरे। उनले कृष्णको टाउकामा हात राख्दै भनिन्, अहो, तिमीले त ज्यादै राम्रो काम गर्यौ, स्याबास। डोल्माले त्यो 200 रुपियाँ कृष्णलाई फिर्ता दिँदै भनिन्, यो 200 रुपियाँ तिमी जस्तै कोही पनि नभएको मानिसलाई देऊ। उसलाई पनि कुनै काम गरेर खाऊ भन। तिमी आफू कसरी माग्नेबाट स्वावलम्बी केटो बन्यौ त्यो पनि उसलाई भन। अब तिमी चाहिँ पढ्न पनि थाल है। यति भनेर शिक्षक डोल्मा फटाफट हिँडिन्।